ल यहाँ थापाथलीको मुनिबाट सर्टकटबाट आउने बाटो चाहिँ ब्लक भइसकेको छ है। अहिले चाहिँ सिडी टक्क पारेर बनाइदिएको। जो पनि आउनु हुँदैन छ यताबाट चाहिँ नआउनु होला अबदेखि। चट्टापारामा यहाँ यस्तो बनाइदिइसक्यो। हामी पनि सर्टकट भन्दै यताबाट छिर्थ्यौँ। अहिले चाहिँ छैन है बाटो। ल ब्लक भइसकेको छ बाटो, सिडी बनाइदिइसकेको छ। तपाईँहरूले देखाउँछु म यो कहाँबाट छिर्थ्यौँ हामी भन्दाखेरि त्यो बाटो चाहिँ अहिले ब्लक भएको छ। सर यहाँबाट थापाथलीको पछाडिपट्टिबाट एउटा छिर्ने बाटो थियो नि, जुन चाहिँ हामी सर्टकट एकैचोटि थापाथलीको जाममा नबसी त्यो पन्डोलको पुलको जाममा नबसिकन नि एकैचोटि हामी टेकुतिर जान मिल्थ्यो नि त। यहाँबाट हो यहाँबाट हामी छिर्थ्यौँ नि। यहाँबाट छिर्ने बाटो चाहिँ अहिले ब्लक भएको छ। कोही पनि नआउनु होला अब चाहिँ।